देख्न सक्नुहुनेछ। र यो शारदा खोला र कोल्चौरे खोलाको मिलन हुने ठाउँ हो। र यहाँनिर तपाईँ देख्न सक्नुहुनेछ शारदा खोला अनि कोल्चौरे खोलाको सङ्गम रहेको ठाउँ तपाईहरुलाई म देखाएँ। तपाईहरु यो दृश्यमा देख्न सक्नुहुनेछ। तपाईँ अहिले यति बेला यो पश्चिमतिरको यो कालीमाटी गाउँपालिकाको दृश्य तपाईँ देख्न सक्नुहुनेछ भने यतातिर तपाईँ यो एरियातिर त्रिवेणी गाउँपालिका देख्न सक्नुहुनेछ। तपाईले यो सङ्गम देखिसकेपछि म तपाईहरुलाई यहाँनिर यो पुल पनि तपाईलाई देखाउँछु। मैले यो पुल रहेको छ, दुईवटा पुल माथिल्लो र माथिल्लो ठाउँमा, र यहाँ पनि दुईवटा पुल रहेको छ, तपाईँ देख्न सक्नुहुनेछ। खोला म यति बेला तर्दैछु, उता माथितिर पुल छ, म तर्दैछु। बेला म जाने क्रममै छु। यो पुल तपाईले देख्न सक्नुहुनेछ भने यो रोड तपाईँ